हेलो गाइज हामी यतिखेर फेरि मार्केट निस्किसकेका छौँ है। हामी यतिखेर चाहिँ मार्केट जान लागेका छौँ केटाहरूसँग, साथीहरूसँग, हामीसँग साथीहरू छ है। अनि म पनि छु। हामी चाहिँ मार्केट जान लाग्यो। मार्केटबाट चाहिँ अनि सामानहरू किनेर ल्याउँछौँ। म तपाईँहरूलाई देखाउँदैछु। अब हामी खाना आफै बनाएर खान्छौँ। त्यसको लागि चाहिँ अब पैसाहरू लाग्छ। सामानहरू के छ सर ल्याउँछौँ। तपाईँहरूलाई म देखाउँछु ल। हजुरहरूले चाहिँ मलाई केटाहरू आउँदैछ, साथीहरू आउँदैछन्। ल हामी बाहिर आइसकेका छौँ साथीहरू यतिखेर है। बाहिर आइसकेका छौँ। अब बाहिर आए पनि अब यतिखेर चाहिँ हामी बाटोमा हिँड्दैछौँ। बाटोमा हिँड्दैछौँ साथीहरू है। ल राम्रोसँग चाहिँ गर्नु होला है। टक्क लगाएर हामी यहाँ जाँदैछौँ ल साथीहरूसँग। साथीहरू हामी जाँदैछौँ यतिखेर होइन मार्केट। हामी चाहिँ अहिले यो पेट्रोल पम्पमा पुगेका छौँ। जुबेल सेन्टरको पेट्रोल पम्प हो। ओके हामी यहाँ तिनजना साथीहरू छौँ। मामा हुनुहुन्छ यहाँ, हाँस्छु नि त खेर ट्याक लगाएर रात मान्नुहुन्न क्या, म त ट्याक लगाएर ए ओके। हामी नेक्स्ट मार्केट जाँदैछौँ अहिले साथीहरू। यो चाहिँ सिधै लगभग यहाँबाट अब 5 मिनट जतिमा पुग्छौँ। पुग्नु छ यहाँ बाटो क्रस गर्नुपर्ने छ। यो बाटो क्रस गर्नुपर्ने ठाउँ हो यहाँ। ल गाइज हामी यतिखेर फेरि जान्छ बाटोमा छौँ है। हामी बाटोमा छौँ। यता हेर्नु न, यता आउनु त। बेलुका युट्युबमा आउँछ नि हेर्नु है। मलाई सब्सक्राइब गर्नु। हामी चाहिँ साथीहरू मार्केट जाँदैछौँ है। तिनजना एकदम हामी यहाँ अब सबैभन्दा हाम्रो कुक हो वहीँ हो। हाम्रो खाना बनाउने कुक चाहिँ वहीँ हो है। एकदम राम्रो खाना बनाउनुहुन्छ। फाइनली गाइस हामी सामानहरू किनिसक्यौँ है। आएर सुन्नुहुन्छ सबैको हातमा सामान छ। फेरि त्यो सामान सबैको हातमा सामान छ है। सामान किनिसकेका छौँ। चौधरीको हातमा सामान छ। अन्त सन्दा के गएको छ सामान लाग्थ्यो। केही किन्न साध्य छैन हजुर, केही किन्न साध्य छैन। सो मार्केट गएर साथीहरू के घुमेर आउने धेरै छ। किन्नुभन्दा सामान गाह्रो छ। ल हेर्नुहोस् है हामी पुरा रुपियाँ छौँ। सामान केही छैन हाम्रो, धेरै छैन। 100 रुपियाँ जति खर्च गरेर आएका हुन्छ। महँगो छ सामान। त्यसरी त्यो चामलसँग किन्यो। चामललाई पर्छ 50 रुपियाँ झन् है। सस्तो खाले खान्छ हामी त चामल पनि। लास्टै महँगो कि चामल पनि के गाह्रो छ। 10 किलो 1500। 10 केजी 1500। हाम्रो नेपालमा भयो है। नेपालमा पनि 2000 पर्छ। तर नेपालमा 30 किलो आउँछ कि है। नेपालमा 30 किलो आउँछ। यहाँ कति किलो पऱ्यो? 10 केजी यहाँ त ल भनेपछि 50 पाउँदैन 1500 पऱ्यो। ल चाहिँ यहाँ त 10 किलो 1500 पऱ्यो। 1500 बढी भयो त 4500 पर्छ क्या। कमाउँदैन 45 ल 30 किलो होइन त 4500 पर्छ। गाह्रो छ हाम्रो त यहाँ महँगो खाइसक्छ। केही छैन सामान दिएको त्यो महँगो। उहाँ झन् ब्रान्डेडको खानुहुन्छ। ब्रान्डेडको पनि ब्रान्डेड। उसलाई अब उसलाई पनि वाइफाई ब्रान्डेड चाहिन्छ। हाम्रो खर महिनाको 100 रुपियाँको वाइफाई हाल्छ। चौधरी कम्ताको छ। पैसा मान्छे या ओके गाइज हामी यहाँ हिँड्दैछौँ है। बाटोतिर छौँ ल है त। तपाईँहरूलाई म यस्तो भिडियोहरू बनाउने गर्छु। ल फाइनली गाइज हाम्रो आयो। ल रुममा आइपुग्यो है। आइपुग्यो त